हिजो मैले म चाहिँ आज अघि उठेर ब्रस गरेर आइसकेँ। आज म चाहिँ छिटो उठेको थिएँ गाइज। अनि म चाहिँ हिजो मैले भिडियो हाल्न पाइनँ, अनि त्यही बिहान एडिट गरेर अनि बिहान भिडियो हालेँ गाइज युट्युबमा। अनि तपाईँहरू गएर हेरिदिनु होला हिजोको भिडियो पनि। अनि आज चाहिँ म छिटो उठेँ गाइज, अनि उठेर ब्रस गरेर फ्रेस पनि भइसकेँ। आज मौसम यस्तो छ, क्लियर छ गाइज। आज मौसम क्लियर, अलिअलि चाहिँ धमिलो छ तर क्लियरै छ। यतिको घाम लाग्छ होला आज, अहिले त मजाले लागेको छैन, अलिअलि लागेको छ। यस घाम लाग्छ आज, त्यसो गाइज। मेरो चाहिँ अब भाडा मोल्नु छ, अनि अभिषेकले खाना बनाउँछ अरे, अनि म चाहिँ भाडा मोलेर आउँछु। अनि त्यसपछि म ड्युटी जानको लागि रेडी हुन्छु गाइज। म चाहिँ मेरो ड्युटी जानको लागि रेडी भइसकेँ। आजको गेटअप मेरो यस्तो छ गाइज। अनि म चाहिँ अब ड्युटी जान्छु, अनि ड्युटीबाट भरे फर्किन्छु गाइज। म चाहिँ अघि ड्युटीबाट आएर खाना खाएर रेस्ट गरिरहेको थिएँ, अनि म अहिले उठिसकेँ। अब फेरि ड्युटी जाने बेला भइसक्यो। तर गाइज ठ्याक्कै अहिले पानी पनि पर्न थाल्यो क्या, अनि कस्तो चिसो भयो, मौसम पनि कस्तो राम्रो भयो क्या। पानी पर्न थाल्यो, कस्तो दामी मौसम भयो, पानी पर्न थाल्यो हेर, शीतल भयो गाइज, कुल मौसम भयो, कस्तो दामी पानी परिरहेको छ। अब फेरि ड्युटी जान रेडी भइसकेँ। अनि अब मेरो 3:30 देखि 6:30सम्म ड्युटी छ, अनि 6:30 बजे म रुम आइपुग्छु। त्यही हो गाइज, अब म ड्युटी जाँदैछु। मेरो चाहिँ ड्युटी सक्यो, म चाहिँ अब रुम जाँदैछु। ड्युटी सकेर रुम आइपुगेँ, अनि जस राम्रै भयो आज ड्युटी पनि। अब म एकछिन रेस्ट गर्छु, अनि फ्रेस हुन्छु। त्यसपछि हामी बाहिर सब्जी लिन जान्छौँ होला। भिडियो चाहिँ हेर्दै गर्नु गाइज। हामी चाहिँ अघि बजार गएको थियौँ, अनि बजारबाट हामीले सब्जीहरू लिएर आयौँ। अनि हामी बजारमा भिन्डी किन्नु गएको थियौँ, अनि अङ्कलले भिन्डीको सँगसँगै हामीले करेला, अनि त्यसपछि क्यारोट, अनि भिन्डी सब दिएर पठाइदिनु भयो गाइज। अनि हामी अब खाना बनाउने गाइज। हामीले भर्खरै खाना खाइसक्यौँ। अनि यस्तो भयो आजको दिन, रमाइलो भयो। आज चाहिँ मैले केही कन्टेन्टै भेटिनँ गाइज, त्यही भएर मैले आज ड्युटी गएँ, ड्युटीबाट आएँ, बजार गएँ, त्यतिमै मैले आज भिडियो बनाएँ। भिडियोलाई त्यतिमै इन्ड गरिदिन्छु ल, नरिसाउनु होला। मैले त्यस्तो धेरै आज कन्टेन्टै भेटिनँ, आज काहीँ निस्किएन पनि, त्यही भएर धेरै कन्टेन्ट नभएर आज भिडियो पनि सानो हुने भयो, त्यही भएर नरिसाइदिनु होला। र पनि जे मेरो भ्लग चाहिँ डेली आइरहन्छ, तपाईँहरू हेर्दै गर्नु होला। त्यही हो गाइज। अब यति भन्दै मेरो भ्लग चाहिँ अब आज यही इन्ड गर्छु, हेर्दै गर्नु होला। ओके गाइज, म अब तपाईँलाई नेक्स्ट भिडियोमा भेट्नेछु। सो बाई गाइज, हेभ अ ग्रेट डे।